तर पछिल्लो समय वैदेशिक रोजगारी फेरि पुरानै लयमा फर्किसकेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्याङ्क हेर्ने हो भने पछिल्लो 4 वर्ष निरन्तर घटेकोमा यो वर्ष हामी 2074 साल अघिको अवस्थामा पुगेका छौँ। अघिल्लो वर्ष 2 लाखले कमी आएको यो वर्ष 3,68,000ले वृद्धि भएर 5,34,000 बढीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकहरूमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्र स्थानमा छ। ठुलो सङ्ख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारी भएको कारणले विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ। विप्रेषणले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ। मुलुकभित्र उल्लेख्य मात्रामा रोजगारीको अवसरहरू सिर्जना नभइसकेको वर्तमान अवस्थामा वैदेशिक रोजगारीको माध्यमबाट भए पनि जनताले जीवनस्तरमा सुधार गरिरहेका छन्।